नमस्कार साथीहरू। आज चाहिँ हामी यसो आज भन्दा चाहिँ हामी प्रायः जस्तो चाहिँ यसरी चाहिँ हामी यतातिर घुम्छौँ हैन। यतातिर मेरो चाहिँ प्रायः जस्तो फेभरेट ठाउँ भने यो हो। म यतातिर आएर भिडियो सिडियो बनाउने, एकान्तमा पढ्ने हैन, पढ्ने लेख्ने केही कुराहरू चाहिँ लेख्नुपर्छ, केही कुराहरू पढ्नुपर्छ हैन, त्यसको लागि म यतातिर आउँछु हैन। यतातिर हेर्न सक्नु एकदम आनन्द छ एकान्तमा के हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। म यतातिर आएँ, यतातिर हेर्न सक्नुहुन्छ यतापट्टि चाहिँ यत्रो बिल्डिङ छ, घरहरू छन्, होटेलहरू छन्। म चाहिँ यहाँनिर आउने मलाई अलाउड दिइएको छ, फेरि अलाउड दिइएको छ। त्यसो भए म यतातिर मजाले आएर यसो भिडियो बनाउने काम गर्छु। हेर्नुहोस् हरियाली घाँस, बर्सातको टाइममा यता माथितिर च्याउहरू पनि उम्रिरहेका छन् हैन, च्याउहरू उम्रिरहेका छन्। अनि यतापट्टि यसरी चाहिँ यो कति दामी चाहिँ चिम्री बनाइएको छ। यहाँनिर चाहिँ टुरिस्टहरू आउँछन् यतातिर होटेलमा। अनि यो टुरिस्टहरू आइसके पछाडि यहाँ चाहिँ मासुहरू बनाउने के ठाउँ यो चाहिँ हो, जो चिम्री देखाइरहेको छु यसमा चाहिँ बन्छ। अनि पछाडि यतातिर आएर मजाले बसेर खाने हैन। यतातिर यो डङ्गाको मुनि चाहिँ लाइटहरू जोडिएको छ, राति चाहिँ पुरा झिलिमिलो लाइटहरू बल्छ। अनि पछाडि यता हेर्नुहोस् एकान्त सुशान्त जङ्गल के एकदम आनन्दको छ, देख्न सक्नुहुन्छ। यसमा चट्टमा साइडमा आएर मजाले भिडियो बनाउँदा एकदम मलाई पनि यस्तो फिल हुन्छ हैन। म यही ठाउँमा यसरी नै बस्नुपर्छ, यसरी नै भिडियो बनाइ जिन्दगी जिउनुपर्छ कि जस्तो पनि लाग्छ मलाई हैन। त्यो कारण तपाईँहरूको सल्लाह, तपाईँको साथ र सपोर्टको नै आवश्यकता पर्दछ। म किन भनेपछि प्रायः एकान्तमा रुचाउँछु, एकान्तमा बस्ने, एकान्तमा अलिकता राम्रा कुराहरू चाहिँ बुझ्ने, सिक्ने हैन। यी यस्ता काम कार्यविधिहरूलाई चाहिँ मैले अगाडि बढाउने प्रक्रिया सुचारू गरेकै छु। र यो गर्दाखेरि पनि कतै साथ र सपोर्टको अलिकता अभाव परेको हुन्छ, र त्यो ठाउँमा तपाईँहरू हुनुहुन्छ हैन। र यता म देखाउन सक्छु, यति हेर्नुहोस् यति दामी फुलबारीहरू छन्, हेर्न सक्नुहुन्छ। यो फुलबारीहरू छन्, यसमा चाहिँ मजाले यिनीहरूसँग रमाउँदा, उहाँहरूसँग घुलमिल गर्दा मनमा पनि यस्तो छाउँछ कि हैन। त्यो कारणले गर्दा म चाहिँ यस्तो ठाउँमा आएर मजाले बस्न रुचाउँछु हैन। यसरी आएर चाहिँ मलाई यो ठाउँमा आएर भिडियो बनाउन मन लाग्छ मलाई। अनि मेरो साथमा मेरो प्यारो छोरी आनन्दी पनि यहाँ छ। ऊ चाहिँ धेरै तयारीमा छैन, ऊ चाहिँ हातमुख नधोएर म यता भिडियो बनाउन गएँ है भनेर चाहिँ मैले घर श्रीमतीजीलाई भन्दाखेरि मेरो छोरी पनि सुतेको ठाउँबाट म पनि जाने भनेर एक्कासी शुद्ध निद्रामै नै उठेर चाहिँ मेरो छोरी मेरो साथमा आएको छ हैन। अब हामी चाहिँ यहाँबाट जान्छौँ, यहाँबाट हिँड्यौँ। मेरो व्याकरणमा देख्न सक्नुहुन्छ। अब यो काम चाहिँ अब सुसम्पन्न सम्भावना छ हैन। अब पुरा हुनेवाला छ। अब यो मात्रै बिल्डिङ यताबाट देखिन्छ, उतापट्टि चाहिँ धेरै मात्रामा छन् बिल्डिङहरू हैन। अब हामी यहाँबाट हिँड्यौँ। अनि अब त्यो कारणले गर्दा हामी बिहान उठिसकेपछि एउटा मजाको के आनन्द आउने ठाउँ। अब टिकटक बनाउन मन लाग्छ भन्दा पनि टिकटक बनाउँदा पनि सकियो। यस्तो कोठामा लगाएर टिकटक बनाउनु पनि सकियो। आवाज पनि कोठाको एकदम राम्रो आएको छ। यसमा चाहिँ माइक्रोफोनको आवश्यक पनि भएन हैन। अब म चाहिँ यता मुनि बसेको थिएँ, तपाईँलाई यताबाट पनि देखाएँ। यता मुनि बसेको भन्दाखेरि रुमतिर हिँड्दैछु, यता फ्यानहरू जडान भइसकेको रहेछ, एकदम राम्रो भइरहेको छ। अनि पछाडि साथीहरू तपाईँलाई इम्पोर्टेन्ट एउटा कतै आर्छ त्यो ढोकामा चाहिँ यस्तो डङ्गा लगाउनु पर्ने कतै छ भनेपछि, ढुङ्गाको चिनाइ गर्नुपर्ने छ भनेपछि हामीलाई सम्पर्क गर्नुहोला। हामी चाहिँ यस्ता मिस्त्री, यो चिनाइ गर्ने मिस्त्रीलाई चाहिँ तपाईँ सामु कन्ट्याक्ट गराइदिन सक्छौँ। तपाईँले कतै यस्तो चिनाइ ढोकामाथि, घरको यस्तो ढोकामाथि यस्तो कतै चिनाइ गर्नुहुन्छ भनेपछि, यस्ता मिस्त्रीको आवश्यक पर्छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी दिलाउँछौँ। अनि पछाडि यतापट्टि देख्न सक्नुहुन्छ यस्तो छ, यो आर्चको डिजाइन हो, हेर्न सक्नुभयो। यतापट्टि पनि ढोका छ, यतापट्टि पनि ढोका छ, दुईतर्फ ढोका छ र यस्तो चिनाइ भएको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। यस्तो चिनाइ छ हैन। तपाईँले यो चिनाइ गर्नको लागि कोही मिस्त्रीलाई चाहिँ आह्वान गर्न चाहनुहुन्छ, यस्तो मिस्त्रीको आवश्यकता छ तपाईँलाई भन्दाखेरि हामीलाई सम्पर्क गर्नु होला, हामीलाई सम्झाउनु होला। हामी तुरन्त तपाईँ सामु चाहिँ उपस्थित गराउँछौँ। अनि यस्तो चिनाइ गर्नु छ कतै घरमा भनेपछि हामीलाई सम्झिनु होला। अनि यता देख्न सक्नुहुन्छ तपाईँ च्याउको जस्तो डिजाइन छ यसको हैन, यस्तो छ यो, हेर्न सक्नुहुन्छ। यसको कटिङ लगायत चिनाइ
गर्नुपर्ने यस्तो मलाई डिजाइन घरको अगाडिको त गेटमा चाहिँ म यस्तो डिजाइन राख्छु। यो माथि चाहिँ तपाईँ लाइट पनि राख्न सक्नुहुन्छ। बाँकी छ यो ठाउँमा यसमा चाहिँ फेरि यही ढुङ्गालाई नै काटेर लगाउन फेरि लाइट जर्न गर्न सकियो। अब यसो हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ। यो गेटको एक साइडको ऊ चाहिँ गेटको एक साइडको ऊ भयो होइन, डङ्गा भयो। अनि फेरि अर्को पनि डङ्गा गेटको एक साइडको त्यस्तो यस्तो बनाएर एक बिचमा गेट पनि बनाउन सकियो। यो अलि होचो छ, कमसेकम 4 फुट होला भनेपछि यसलाई अझै लामो पनि बनाउन सकियो। यो डिजाइन बनाउन सकियो। यो डिजाइन यस्तो चिनाइको आवश्यकता पर्छ तपाईँहरूलाई भन्दाखेरि तपाईँले सम्पर्क गर्नु होला। हामी यो चिनाइ डिजाइनका मिस्त्रीलाई उपस्थिति तपाईँ सामु हामी गराउन सक्छौँ। साथीहरू यस्तो चिनाइ र यस्तो डिजाइन भएको यहाँ छ। तपाईँहरूलाई आवश्यक परेको खण्डमा चाहिँ तपाईँले सम्पर्क गर्नु होला होइन। हामी चाहिँ तपाईँ सामु चाहिँ उपस्थिति बनाउने छौँ, तपाईँलाई दिलाइदिनेछौँ यस्ता मिस्त्रीहरू होइन। त्यही भएको कारणले गर्दा आजको आउँदा जाँदा भिडियो बनाउन जाँदा र आउँदाको यो सानो भलको भिडियोलाई कस्तो लाग्छ लास्टसम्म मजाले हेरिदिनु होला। अब आज चाहिँ मेरो फेरि एक्सर्साइज टाइमलाई बन्दक राखेर यता भिडियो बनाउन आइयो होइन। त्यो कारणले गर्दा म अब रुमतिर जाँदैछु।